यो दही हो अब यहाँ मही पार्ने हामी। यसरी लक गर्यो अनि यसलाई यो बडी त्यतिकै बनेको जस्तो लाग्छ त नि। हाम्रो घरमा खतरा खतरा फुल फुलेको छ साथीहरू, हेर्नुस् हेर्नुस् हेर्नुस्, देखो न देखो न देखो न गाइज, देखो न गाइज। यो फुलहरू अहिले यस्तो छ, अहिले एकछिनमा फक्रक्क फुल्छ। अनि हो साथीहरू, आजको काममा कसम दामी खालको बिहान बिहान उठेर भर्खरै त्यहाँ माथि घाम लागिरहेछ होइन, त्यहाँ सास बुहारी के गनमन 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 गरे हो यार। मही यो दही हो अब यहाँ मही पार्ने हामी। दुवैजना बोतलमा पानी थापेर पानी कम्पिटिसन हो। हो एकछिन छोडा यहाँ हो। हाम्रो चाहिँ यहाँ यता तलपट्टिको घरमा बनाउने मही चाहिँ होइन साथीहरू। खै नेसेङ लाग्यो आमा हेत्तेरी। अनि आजभोलि चाहिँ धेरै छैन नि त हाम्रो यो दुध, त्यही भएर चाहिँ ठेकीमा हालेको छैन। अनि 15-16 दिनको यति, जम्मा दिनको एकचोटि मात्रै दुनी गर्छ, त्यही भएर हो। Now I will teach you guys how to make a pure homemade butter with the milk from our own buffalo है त साथीहरू। यो यस्तो गर्यो होइन आमा, यो डिब्बा एकछिन पखाल्नु पर्दैन। Yep, and this is called madani. Without this we can't make yogurt. We can't change yogurt into mohi and produce ghee. So that's why tari khadri teram di karbari kara huju ka garam di pyama ye ang baringi ngati na tababang ba wata ba shi nije mizu kadam सेमम सेव दिस ताबाङ इज पहिला गाठी दो बिरा बकरी मांग तावल देव लगे आमा उ चाहिँ तापे माला ए इज सेल जिम ना आयु तल दिरे आमाई हट तेरी मै पारेर बुढो भएको मान्छेलाई सिकाउन खोज्छ यार हाम्रो आमाले। ओ बोतल नाङ यु गरिन यो इज सेल यु गए पहिला ल ल ल ल च्याप्ले पहिला ढोक्नु पर्छ रे हैन, यो उ गर्नु भन्दा अगाडि जो घुमाउनु भन्दा अगाडि ढोक्नु पर्छ रे। अनि घिउ धेरै पर्छ रे हाम्रो आमाको भनाइ हैन। पहिला यो जुन चोक्टा चोक्टा छ नि त अघिको, त्यसलाई चाहिँ पहिला अलिकति लेदो गराउनु पर्छ। तर आमा ठोक्ला यो भित्रको मजाले मिक्स भइसकेपछि अनि यहाँ पानी हाल्ने। जाडो महिनामा हो भने चाहिँ तातो पानी हाल्दा राम्रो, गर्मी महिनामा हो भने चाहिँ चिसो पानी हाल्दा राम्रो। तातो पानी हाल्यो भने चाहिँ फेरि घिउ गिलो हुन्छ, चिसो पानी हाल्यो भने चाहिँ घिउ आउन टाइम लाग्छ, तर घिउ साह्रो हुन्छ क्या। अनि हामी हाल्दैछौँ अहिले हल्का हल्का तातो पानी। इदेखि न सिमेन्ट छ अब चिसै पानी नि हाल्ने रे। चिसो पानी हाल्यो भने चाहिँ टाइम लाग्छ कि घुमाउनु, मतलब घिउ निस्किनु। अहिलेलाई यो यस्तो छ होइन, यो केही पनि छैन क्या। अब यो मस्त घुमाएपछि अहिले एकछिनमा चोक्टा चोक्टा गरी घिउ निस्किन्छ होइन।
तरिका मिलाउनु पर्छ है साथीहरु अनि ट्याक्क लाएर सजिलो हुन्छ यति गरेपछि त साथीहरु जिम सिम जानु पर्दैन घरमै ब्रस गर्छ दुध खाने मही खाने झुल खाने यस्तो काम गर्ने यो बडी त्यतिकै बनेको जस्तो लाग्छ त नि साथीहरु अब यहाँ आइकन यसो साइडको पखाल्नु पर्छ हैन चिसो पानी हालेपछि त्यो भित्रको घिउ जम्छ के अनि अलिकति यस्तो माथि सावधानी हुन्छ अनि यहाँ भित्र ओहो देख्यो कि नै घिउ आएछ एकैछिनमा आएछ होइन आमै Pontong-pontong labain, udur la jim mata ngiri taman pontong le kanalo ole. या ताना ले खुजिम के त दियो अब साथीहरु घिउ निकाल्नको लागि चाहिँ हात फोहोर हुनु भएन त्यही भएर मस्तले साबुन पानीले धुनु पर्छ हैन साबुन पानीले हात जति राम्रोसँग धुयो घिउ हात त्यति नै टाक्यो हातमा त्यति नै टाँसिदैन सो लेट्स वाश द ह्यान्ड है साथीहरु साथीहरु अब यतिको हात धोएपछि हात मस्त साबुनले धोएर आएको छ हैन अनि हातमा टाँसिदैन के हैन हातमा टाँस्यो यसको मतलब हात धोको पुगेको छैन हात धोएर आए फेरि अब टाँसिँदैन फर्स्टमा यो मदनीको मस्त सोर्नु पर्छ यसरी हातले Done. अब निस्किन्छ यहाँबाट दामी खालको माल This is how we make a ghee from our केही गर्नै पर्दैन साथीहरु यतिकै सरलक्कै आउँछ अनि लास्टमा मैले यो हातको औँलाको मात्रै धेरै चलाएँ नि त्यत्रो घिउ निकाल्दाखेरि टाँसिदैन के अब यो घिउ चाहिँ मस्तसँगले धुनु पर्ने हुन्छ इफ यो धोएन भने चाहिँ अमिलो अमिलो हुन्छ त्यही भएर यसलाई मज्जाले पानी हालेर धुनु पर्ने हुन्छ अनि यो जुन साइडमा राखेको फर्स्टमा राखेको घिउ चाहिँ यो चाहिँ लगेर हाय म पनि बनाउन एकछिन न यो चाहिँ आगोमा हाल्नु पर्छ रे आमाले भनेको हैन किनकि यो भनेको चाहिँ थ्यांक यू टु द नेचर टु द भैँसी सबैलाई धन्यवाद दिएको रे भगवानलाई चढाएको रे हैन यो के गरेको थाहा छ के हो यो घिउ धोको के गरेको रे यो केले बनाएको होला यो सिंगल पुरै रुख नै हो के अनि त्यसलाई त्यो घुमाएर यो भित्रको निकालेको त्यो
त्यो मटका बना टाइप हो यस्तो मेसिन पाउँछ मेसिन होइन यो यसरी चेपेर घुमाउँछ होइन त्यो भित्रको निकाल्छ क्या अनि त पानी हाल्छ इट्स नाइस है मायोनिज जस्तो है इट्स कल्ड माखन यस यो के हो त्यो एकछिन यो भित्र यसरी हान्ने ओइ एकछिन बेबी त्यो छिर्दैन पहिला त्यो उमा छिराउ त सानोमा नै खोइ म यो पानी हाल्छु अनि म सिकाइदिन्छु होइन पहिला त्यो उमा छिराउ न लट्ठीमा यसमा सानो फेर अब यसमा कसले सिकाएको आफूलाई यो गर्न सिकेको पिछु आऊ तल तल समाउ त कसरी माथि यसरी भुइँमा नछुवाउ न त्यो सिधा ताना अलि मजाले सुई ताना न हात पुरै खोलेर यसरी आमाले झन् लाग्यो बेबी वन्स अनि साथीहरू वन्स यो निकालिसकेपछि यसमा अलिअलि घिउ त बचेको हुन्छ नि त त्यो यस्तो मदनीमा दल्ने है अनि फेरि यसलाई हाल्ने यसरी यो हाम्रो बाजेको पालादेखिको मम्मेको पालोदेखिको मदनी हो होइन पहिला मम्मेले युज गर्नुभयो अनि बाबाले युज गर्नुभयो अनि अहिले म युज गर्दैछु यस्तो गरेर लक हान्दिने हात चिप्ल्यो नि त साथीहरू घिउले यसरी लक गर्यो अनि यसलाई कहाँ राख्ने भन्दाखेरि जुठो नपर्ने फोहोर नपर्ने ठाउँमा यहाँ यस्तरी यत्तिको अब यो मै त पारिसक्यो अब यसलाई खनाउन त पर्यो यसलाई पनि पखाल्न पर्यो यसलाई पनि सफा गर्नु पर्यो होइन अब मै हाल्ने यसमा जुन चाहिँ अघि त्यो दही हालेको थियो त्यसैमा इजिली क्या खुसी झिनिकले क्या ओइ 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 आमै मर्जेले आँखाले ताचेको ए itu tak nang tapi lah dia tanah le janem apa jo namun ni jing kabla mi peri butu tipa bling yang balam jim dia tanah le saja kalau sudah ini jim panggilnya अब यति भएपछि यहाँ अलिअलि घिउ टाँसेको छ होइन त्यो घिउ पनि यस्तो सोर्ने यतातिर यस्तरी लगाउने त्यतातिर ठेकी राम्रो हुन्छ अरे क्या यस्तो गर्यो भने होइन आमै हाम्रो यो मही भयो दही यति थियो यति जति पानी हालेछ अनि घिउ त्यति निस्क्यो किन जान पर्यो बाहिर घिउ किन्नु होइन तर फेरि आफ्नो भैँसीलाई घाँस पनि काट्नु पर्यो गोबर पनि सोर्नु पर्यो हाम्रो घाँस काट्ने गोबर सोर्ने भैँसी रेखदेख गर्ने आमा ऊ यहाँ अब मै पायो अब तरकारी चाहिँदैन मैसँग भात खान्छ तरकारी चाहिँदैन अब हाम्रो घरको मान्छेलाई अब यो ठेकीलाई चाहिँ मस्त लगाएर धुनुपर्ने हुन्छ साथीहरू अब यो त पखाल्नु पर्यो होइन अब यो दुधको भाँडो भनेको त्यो भाँडा मान्ने झुसले भाँडा मान्ने साबुनले पखाल्नु भएन त्यही भएर वी हेभ द ओरिजिनल ब्रस होइन यसलाई के भन्छ जस घिरौँलाको छिप्पिएको घिरौँलाको भित्रको बोक्रा होइन यस्तो गर्ने
सानो भयो के हो यार मार्ने भयो आमाले ए यस्तो भयो होइन अब यहाँ खै त रामै पाम्ला यसभित्रको अमिलो समिलो नबसोस् भनेर चाहिँ राम्ररी पखाल्ने हो अमिलो चिल्लो चिल्लो अनि त्यो मैको अमिलो हुँदैन त आमै भित्र मजाले पखाल्ने बाहिरतिर पनि यस्तो पुस्ने होइन यस अलिकति चोखो राम्रो गर्नुपर्छ क्या भाइ अनि यसलाई यस्तो पखाल्ने यो चाहिँ फेरि राख्नुपर्छ पछिको लागि काम लाग्छ यो भनेको सदाबहार एभरग्रिनवाला जुस हो है नेचुरल प्रडक्ट अनि सकेसम्म यस्तो पखालेको पानीहरू ढलमा नालीमा नहालेको राम्रो हो है साथीहरू हाम्रो बिहान फुल कस्तो थियो अहिले फुल कस्तो छ साथीहरू यहाँ हेर्नु न यहाँ ए बिहान यतातिर फुल थियो त ए बिहानतिर यहाँ यस्तो फुल थियो त यो फुलहरू अहिले यस्तो छ अहिले यो बेलुका परेपछि सब यस्तो डल्लै पर्छ के अनि भोलि बिहान फेरि घाम लागेपछि फेरि फुर्र यस्तो दामी एन्ड साथीहरू हाम्रो यहाँ यस्तो दामी खालको फुल पनि छ यतातिर पनि छ टन्नै लाएर एन्ड दिस इज ल्याभेन्डर अलि बिस्तारी बिस्तारी फुल फुल्ने काम हुँदैछ हाम्रो यहाँ यस्तो दामी दामी फुलहरू फुलेको छ नि हाम्रो यहाँ चिया लाएर चियातर यहाँ यत्रो ठुल्ठुलो गार्डनै भएको छ नि हाम्रो यहाँ सासु बुहारीले यस्तो गरेर यहाँ ऊ बल्ल 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 ऊ है त साथीहरू पानी पर्न लागिरहेछ छट लाएर